सुन्नु त म मार्केट जानु लाग्यो खै पैसा दिनु त पैसा 1 2 3 4 5 कति दिउँ सबै दिनुस् 5000 हजुर ल टन्न सपिङ गरेर आऊ है ल जाऊ टन्न सपिङ गरेर आऊ हस् ओके पैसा 1 रुपैयाँ नभएकोमा पैसा 2 hours later. कहाँ गई उसले छिटछिटो खाना दिउँ के भोक लागेर मर्न लागिसके ओके ओके भोक लाग्यो एकदमै भोक लाग्यो ल हस् हुन्छ आज हजुरलाई मन पर्ने एकदमै मन पर्ने मैले हजुरलाई बिरयानी भनिदिएको छु मटन बिरयानी ल छिटछिटो हाल तातो खानु साथमा राइता पनि छ यो दुधै पनि खानु यो के मजाक गरिसिस खानु के हो यो बिहान हजुरले म मार्केट जाने बेला यति धेरै पैसा दिनुभएको थियो नि ब्यागमा नि अट्टे थिएन नि हो त्यही हो त्यसपछि मैले सोचेँ कि मेरा बुढालाई मनपर्ने मटन लैजान्छु त्यसैको बिरयानी बनिदिन्छु भनेर हो त्यो बिरयानी बनाएको आज बिहान धेरै पैसा भएको कारणले मार्केटबाट आउने बेलामा त्यहाँ मटन काटेको रहेछ ए मेरी माँ भयो त्यही बिरयानी बनाएको खानु तातो लो ए मेरी माँ भयो अब पनि यसै गर्यो भने यहाँभन्दा पनि खतरा नतिजा खाना त दे अब त